हेलो एन्ड नमस्ते सबैजनालाई। के छ हाल हो? सबैजना सन्चै आरामै हुनुहुन्छ होला होइन? म पनि सन्चै आरामै छु। आज चाहिँ फाइनल्ली घर जान लागेको होइन। आज 27 तारिक साउदीबाट निस्किन लागेको। यता वसिम खान मलाई पुगाउन जान लाग्छ। साउदीबाट निस्किन लागेको फाइनल्ली अचानक भयो होइन। बसियो यही कोठामा बसियो 2.5 वर्ष 3 वर्ष जति। फाइनली यहाँबाट पनि जान लाग्यो। यत्रो टाइम बसियो यहाँ पनि, यहीँ काम गरेर बस्यो। यता वसिम, यता मुदिर, उता चाचा, यतै काम गरेँ। अब फाइनली जान्छु म पनि। अब भोलि नेपाल गएपछि भेट्न पर्छ एकैचोटि। पता लगेगा आठ बजेर 25 मिनट गयो। भर्खर बोर्डिङ पास गरेर बसेको म पनि माथि आएर वेटिङ रुममा आएर बसेको। रातिको 9 बजेतिर आइएको रुमबाट। त्यसपछि अहिले भर्खर बिहान 9 बजे र 50 मिनटको फ्लाइट छ। बोर्डिङ सोडिङ गरेर बसेको अहिले। हाम्रो प्लेन आइसक्यो है। यो प्लेन आइपुगेछ। एकछिनपछि जाने हो। आउँदैछ। अब टर्मिनलमा पार्किङ गर्दैछ। त्यहाँ लिएर आउँछ। सिडी जोडेपछि हामीलाई बोलाउँछ अनि जाने हो। फलाइ दुबई यसैमा हो। आज दुबई जाने। दुबई गएर फेरि उताबाट अनि त्यसपछि नेपाल। अब त्यहाँ पार्क गर्दैछ त्यसले भने। बोर्डिङ पास सकेर फ्लाइटतिर जाँदै है।
यता चाहिँ अर्को फ्लाइट खडा छ हामी चाहिँ यता जाँदैछौँ बोर्डिङ पास सकेर केटाहरू जाँदैछन् है म पनि पछि फ्लाइटहरू छिर्ने भयो नेपाल जानु भयो अब यहाँ पो अलिअलि जङ्गल रहेछ यो आयो 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 बल्ल आयो ऊ त्यहाँ छ पुष्करी पानी त्यहाँ टुटा नदेखि देखिन्छ त्यहाँ रहेछ नि हजुर केटाहरूले त यस्तो हेडफोन त लगिदिया रहेछ एयरलाइन्सकै ऊ निकालेर लैदिएको अच्छा
आइपुग्यो काठमाडौँ आइपुग्यो ठ्याक्क 10-15 मिनट चाहिँ काठमाडौँ बाहिर देखिन्छ युट्युबमा हाल्नु लागि भर्खर एउटा नयाँ च्यानल चलाएको छ ल अब ठिक एक سيداتي وسادتي يرجى منكم البقاء جالسين في مقاعدكم وإبقاء أحزمتكم مربوطة إلى حين توقف الطائرة تماما وإطفاء إشارة ربط الأحزمة كما يرجى الانتباه عند فك الخزانة العلوية وذلك لاحتمال हेलो अहिले चाहिँ रातिको तपाईँको 12 बज्न लागेको छ है 12 बज्न लागेको छ म चाहिँ भर्खरै काठमाडौँ झरेर पनि होटलमा आइसकेँ भिडियोहरू राम्रोसँग बनाउनै पाइएन कि उता दु एयरपोर्टमा पनि अलि हतारै भयो होइन अनि साउथ एयरपोर्टमा पनि त्यस्तै भयो अब के भयो कस्तो भयो भन्ने कुरा त घर पुगेपछि कुरा गरौँला होइन हतार भएर छोटो छोटो क्लिपहरू मात्रै बनाएको छु भिडियोहरू चाहिँ त्यही भयो भने यसो हेरिदिनु होला अर्को भिडियोमा भेटौँला म चाहिँ सायद भोलि एक दिन यतै बस्न सक्छु आन्टीहरूलाई भेट्नु पर्ने छ आन्टीलाई अनि उता छ्यामाहरूलाई भेट्नु पर्ने छ सायद भोलि दिन यतै बस्छु होला भोलि गयो भने पनि साँझ नाइटतिर जान्छु होला अनि अर्को कुरा भने घरमा कसैलाई पनि थाहै छैन बाबाहरूलाई पनि थाहा छैन मैले मामालाई मात्र भनेको थिएँ त्यही हो हुन्छ अर्को भिडियोमा भेट्दै गरौँ न मलाई लास्ट निन्दा लागिरहेको छ हिजोदेखि सुतेको पनि छैन राम्रोसँग अनि थाकेको पनि छु अलिअलि अर्को भिडियोमा भेटेर फेरि कुरा गर्दै गरौँला